नाकीमा फलेको रहेछ नाकीमा त्यो पत्ताहरू पनि गर न निकाल्देऊ त त्यसले बिग्रिन्छ त माथिबाटको चाहिँ निकालेर फ्याँक न भनेको त त्यही नाकीमा चाहिँ फल्छ है यो चाहिँ नाकीमाको बोट नामी फ्रेस नाकीमा पुरा ठुलो पुरा छिपेछ नाकेमा चाहिँ यसको चाहिँ चट्नी मिठो हुन्छ बेसी रहेछ उपल्लोपट्टि दामी भयो घुमाउ न यो पुरै हेर्नु छिप्यो भने मिठो त हुँदैन मुनि मुनि छ हे साथी यत्रो बनाएँ हामीले चोरेको होइन नि फेरि यो चाहिँ हाम्रै बारीको रोपेको अब माक्रो झ्याङको ए राम्रो रहेछ है नाकीमा खानुपर्छ नाकीमा यहाँ रहेछ त्यो पुरानो टिपेर खाइदियो भरिको बोल त्यो त कलिलो टिप्नुपर्छ बेसी कलिलो पनि हुँदैन मिठो हुन्छ कि अलिक यो यस्तो चाहिँ यो यतापट्टि रहेछ छ उझारे भएमा फेरि 2-3 दिन बादमा हुने रहेछ अझै अर्को बढ्छ यहाँ छ हो पत्करै पत्कर भन्छ के यति भयो हो हाम्रो
यत्रो टिप्नु त्यो पानी खानु केटा गर्छ नि खोर्सानी खुर्सानी र बी त्यो बी त बिग्रियो छ त छिपेको चाहिँ मिठो हुँदैन मिठो मिठो हुन्छ कि तर अब कलिलो जतिको उयो चाहिँ हुँदैन फुल चाहिँ खानुपर्छ है डन्डा चाहिँ फ्याँक्नु यस्तो मिठो हुन्छ नि अस्ति अचार जसँगै खानु पऱ्यो नि त है सब्जीको यसलाई पनि साँधेर बयममा राख्दा हुन्छ त अचार बनाउनु कस्तो मिठो हुन्छ है साँधेर बयममा राख्यो मुलाको अचारहरू जस्तो फेरि यो त चितो हुन्छ नि त बेसी खाने फेरि प्रेसर लो हुनलाई साह्रो पर्छ है लो साथी हामी केलाएर पनि देखाइदियो तपाईँहरूलाई यसरी यो चाहिँ अब तपाईँहरू सब्जीको रूपमा चाहिँ खानु हुँदैन अचार जस्तो खानुपर्छ यसरी फुल चुट्टाएर खानुपर्छ मजाले पिरो लगाएर मजाले ल लास्टमा भिडियो हेर्नु भएको सबैजनालाई धन्यवाद कति बनाउनु आँट्यो हो किन पुग्दैन कतिजना 3 जना म त खाँदैन खाली हाल्दैन फेरि अब अलिकति बनाइदिन्छु ल अलिकति हालिदिन्छु ल छिपेको चाहिँ गर न झन् बिग्रिन्छ त्यो टिप्नु ढिलो गर त तिम्रो त नसा देख्दो रहेछ नि त है भन्नु हातमा यो केटी जस्तो हात छैन है मरद जस्तो त्यो जति काम गऱ्यो त्यति भएछ बढ्छ है हामी केटाकेटीले बेसी काम गरेर ल पुग्छ 3 जना त हो मिठो बनाउनु मिठो बनाउन त्यसले हुनुपर्छ चाल्नेमा ताल घरिको त्यो टाढा घरमा नेभाराको फुल हुन्छ नि चिसो देख्छ नेभारा होइन गगुन हौ ए गगुन नेभाराको फुल चाहिँ नेभाराको सानो हुन्छ गगुनको देख्दो रहेछ नेभाराको फुलै त देख्दैन किन हुँदैन हुन्छ नि फुल त म त देख्छु नै नेभाराको फुल त तर त्यो पानीमा हाल्दा चाहिँ गगुनको फुल सेम देख्दो रहेछ यो है यस्तो है त्यस्तो हुन्छ नि त पहिला हामीले खान्थ्यो त यस्तो त्यस्तो झुन्डु गगुन त मिठो हुन्छ गुलियो हुन्छ नि त्यो त ल्याल परेको हामीले पुरा खान्थ्यो त्यो ठुलो लसुन त मिठो हुँदैन यो त मजाले मनपर्छ है सेन्ट कम्ती हुन्छ कहाँ हुन्छ नि हो र पनि सानो जस्तो हुँदैन नि भोटे लसुन भन्छ नि यसलाई यो त होइन भोटे लसुन लगाउँदै हुन्छ त्यो अर्कै हो हाइब्रिड होला है यो मधेसबाट आउँदैन नि यस्तो लसुन चाहिँ नेपालको लसुन भन्छ त्यही भएर मको नेपालको भन्छ दोकानमा मधेसको चाहिँ मसिनो हुन्छ नि त है यत्रो त हुँदैन नि त बत्रो हो लसुन काट्नलाई चाहिँ के भन्छ त्यो काट्नु यो चपिङ बोर्ड पनि हाम्रो चाहिँ काठको चाहिँ यो चाहिँ बाँगाले बनाएको यो चाहिँ यहाँदेखि भयो यो झुन्डाउने कला चाहिँ यस्तो हुनुहुन्छ क्या त प्लास्टिकमा खानु हुँदैन नि त प्लास्टिकको
यसरी काट्दा सानो त्यो प्लास्टिक निक्लिन्छ नि त काठको त निक्लिने केही छैन हो चपिङ बोर्ड पनि एकदम स्टाइलिस छ हामीले त बाङ्गाले बनाएको बाङ्गा भनेको चाहिँ काका अदुवा अदुवा पिसेर हालेको काटेर हालेको राम्रो काटेको काटेर टोक्दै सेन्ट आउँछ नि त काटेको हुन्छ यस्तो नाकीमा हाल्थ्यो ल यो साथीले बुढीले नाकीमा बनाउँदैछ के के हाल्छ हेर लसुन अदुवा काट्यो लसुन पनि काटेर अदुवा पनि काटेर पिसेर होइन नाकीमा खाँदा चाहिँ अदुवा लसुनको प्रकार के त सेन्ट आउँछ फ्लेभर भन्छ त्यसलाई फ्लेभर खानाको अब होटल म्यानेजमेन्टको ल्याङ्ग्वेजमा चाहिँ फ्लेभर आउँछ अनि त्यो सेन्ट भन्दा त अलग सुन्छ त फ्लेभर भनेको मिठो वर्ड आदि रमभेडा यो चाहिँ फ्लेभरको लागि लसुन र अदुवा चाहिँ यो अदुवा लसुन चाहिँ घरकै हो एकदम अर्ग्यानिक हो यो गाईको मल नभएको त्यो बजारबाट किनेको चाहिँ होइन ठिकैको पिरो यो खोर्सानी पनि बारीकै हो यो पनि गाईको गोबर भएको बस्तीमा बसेर यति अर्ग्यानिक कुरो चाहिँ खान पाइन्छ बुढी जानेको छ भने चाहिँ सब यो बुढीको कमाल हो म त खालि क्यामेराम्यान मात्रै खोर्सानीमा यसरी काटेर हाल्नुपर्छ पिसेर हाल्नु पर्छ आफ्नो पनि बनाउने तरिका हो तर बेसी बिराउन हो अब प्याज अब प्याज अलिक बेसी हाल्नु पऱ्यो है बङ्गालीहरूले चाहिँ एउटा सब्जीमा एउटा प्याज हाल्छ एकजनाले हानेमा पनि हामी चाहिँ एउटा सब्जीमा आधी प्याज हाल्छ तर यहाँ डल्लै प्याज र डल्लै हाल्छ एउटा त्यहाँ मसँग पनि साथीहरू छु कि एउटा प्याज डल्लै जत्रोसुकै होस् उहाँ के अन्त प्याज तितो हुन्छ अन्त प्याज कसरी गइछ अहिले 70 बजारमै 70 गाउँमा त 80 गाउँमा 80 टमाटर 120 लु अब ग्यास अन भयो लु तेल खारियो फर्स्टमा अदुवा र लसुन त्यसपछि प्याज हरे कान्छी यो रुख टमाटर हुन्छ नि रुख टमाटर अदुवा लसुन यस्तो गरेर खान्छ नि त्यो सुप रुख टमाटरको सुप बनाउँदा
बारीमा बाबा बारीमा भएको त्यो बनाउनु पर्छ प्याराको हमको ए एकछिन पाक्दैन होला है के हो त्यो चाहिँ के रातो रातो भएपछि चाहिँ हाल्नु कलर चेन्ज हुँदैछ अलिअलि पाकिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ रमभेडा प्याज अब खोर्सानी प्याज हाम्रो अलिअलि पाके अलिक रातो रातो भयो यो आइडिया चाहिँ मेरो होइन बुढीको कसरी पकाउनु म त खाना पकाउनु त जिरो हो रमभेडा हेर्दै जाउँ साथी हो कस्तो बनिन्छ खोर्सानी रमभेडा त्यसपछि अब हल्दी बेसर राति त फेरि हल्दी भन्नु हुँदैन र बेसर पनि हाल्यो हामी रातो कलर खाँदैन त्यही भएर चाहिँ हल्दी के हल्दीले कलर चेन्ज एकदम कलर भयो अब अलिकति नमक अब पाकिदिनु अब नाकीमा हाल्नुहोस् ए अब त नाकीमा हाल्नु पर्दो रहेछ नाकीमा गयो हाई प्रेसरको लागि चाहिँ दाहिने दबाई नाकीमा कोही कोही बेला खाँदा जिउ दुखेको पनि जाति हुन्छ सब्जी चाहिँ होइन चटनी सब्जी खाँदाखेरि पुरै होइन बजारमा महँगो पर्छ नि है 70 रुपियाँ केजी बजारमा हाम्रो त्यो बारीमै रोपेकोले गर्दाखेरि चाहिँ भ्यालु छैन अब टक्क छोपिदिनुपर्छ मजाले पाक्छ यही हामीले चलायौँ कुखुरा मासु पनि हुन्छ एकदमै सादा है पाक्यो छैन नि अलिक पाक्नुपर्छ अब चाहिँ पाक्यो है टेस्ट गर्दा त कस्तो भयो पिरो भयो होला नि पिरो बनाउँदैछु मिठो भयो खै यसरी बनाउँदाखेरि चाहिँ नाकिना चाहिँ लास्टसम्म हेरिदिनु भएको सबैजनालाई धन्यवाद